अनि हर्क साम्पाङज्यू तपाईको चाहिँ के छ नि? प्रधानमन्त्री भयो भने त म त सबै दुनियाँ काठमाडौँ त सबै आधी त श्रमै गरेर आउँछ। कहाँ म त्यहाँ बसिरहेको छु। ल ल ल ल ल ल ल सफा गर्नु जाउँ। बेल्चा गैँती घरै पछि अनिवार्य क्या। बेल्चा गैँती हो पाखा परि खेतीपाती है। होइन तपाईँ बोल्नु पाएँ भन्दैमा कति चाहिँ लामो बोलेको तपाईँको मात्रै छ यहाँ समय। होइन अघि गीत पनि बनाइसक्नु भ्याएको। ल ल सरे नि त माफ पाऊ। ए भाइ त्यो हाम्रो हुनेवाला प्रधानमन्त्री हाम्रो हर्क साम्पाङज्यूलाई त्यो घामले पोल्न सक्छ छाता उडाइदिए भाइ। यो छाता ओढाको आफै यस्ता नाथे गर्मी यस्ता नाथे गर्मी उता लानु यो यसले त बिगार्छ त। पानी बिग्रेकै यही भएर। A few moments later. लास्टै गरी हो काम बनायो लास्टै गरी अबको भावी प्रधानमन्त्रीको निम्ति तपाईँहरूको तयारी चाहिँ कस्तो हुँदैछ नि? चुनाव पछाडि त मै हो प्रधानमन्त्री। त्यसो भने अबको प्रधानमन्त्री तपाईँ नै हो? मै हो प्रधानमन्त्री। आगले दारा देखाउँदैन टक्क मुखभित्र राखेको हुन्छ। जति बेर झम्टिनु पर्यो त्यति बेला गर्दा मात्रै दारा जान्छ। सबैको बोली के छ? केपी ओली त खर्च त गोरु चोरो झापामा बसेर गोरु चोरेर दुनियाँ गोरसिङ भिटा पठाएको हो। खड्ग ओली त गोरु चोरो त्यो डाका हो। त्यो छोराछोरी नहुने अपुत्रलाई छोराछोरीको माया हुँदैन। पहिलेदेखि के यो फटा हो। त्यसमाथि पनि यसपालि जेन्जीमा केपी ओली हो कि गोरु चोर हो त्यो त थाहा भइहाल्यो नि। सुन मेरो कुरा सुन्नुहोस्। तपाईँ कुरा सुन्नु तपाईँ मेरो कुरा सुन्नु आउनु आएन। धर्मनिरपेक्षता समानुपातिक र समावेशिताको प्रभावकारी कारण नेपाली के अरे शेरबहादुर राणीको छोरा यो 5 6 मन्त्री भएर नपुग्ने राणीको छोरा बोल्न नसक्ने भइसक्यो। राणीको छोरा अझै पनि मन्त्री हुनु पर्यो छ। राणीको छोरा त्यो भित्रै त्यसको पिण्डको डल्लो बनाउनु परोस्। मलाई प्रधानमन्त्री बनाइदिनुस्। होइन कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन। तर बाख्रो ब्याएन भने बोको कुटो चाहिँ पाइँदैन। त्यसपछि प्रधानमन्त्रीको लागि तपाईँहरूको तयारी चाहिँ भव्य नै रहेछ। अनि जनताको भलाइ चाहिँ के छ नि? जनताको माग चाहिँ के छ नि? हिस्ट्री भनेको फेरिने चिज हो भाइ। बाले नहिलेसम्म आएको थियो। ल अब तपाईँहरू भन्नुहोस्, तपाईँहरू प्रधानमन्त्री बन्नु भए पश्चात तपाईँको पहिलो कार्यकालमा सबैभन्दा पहिला तपाईँको योजना चाहिँ के हुनेछ त? तपाईँहरूलाई म भन्न चाहन्छु केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेल मार्ग बन्छ। निर्वाचन आयोग खुट्टा नकमाऊ। काइते कुराको पछि नलाग। मान पाइन मैले। मलाई पदको लोभ छैन। अरू जस्तो पदको लोभ होइन। तर मलाई उधार हुँदैन। समझ रहे हो? अनि हर्क साम्पाङज्यू तपाईँको चाहिँ के छ नि? प्रधानमन्त्री भयो भने त म त सबै दुनियाँ काठमाडौँ त सबै आधी त श्रमै गरेर आउँछ। कहाँ म त्यहाँ बसिरहेको छु। ल ल ल ल ल ल ल सफा गर्नु जाउँ। बेल्चा गैँती घरै पछि अनिवार्य क्या। बेल्चा गैँती हो पाखा परि खेतीपाती है। होइन तपाईँ बोल्नु पाएँ भन्दैमा कति चाहिँ लामो बोलेको
तपाईँको मात्रै छ यहाँ समय गुइठे 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 गुइ गुइठे 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 गुइ गुइठे होइन अघि गीत पनि बनाइसक्नु भ्याएको ल सरे नि त माफ पाऊ ए भाइ त्यहाँ हाम्रो हुनेवाला प्रधानमन्त्री हाम्रो हर्क सम्बकज्यूलाई त्यो घामले पोल्न सक्छ छाता उडाइदिए भाइ के हो यो छाता ओढाको आफै यस्ता नाथे गर्ने यस्ता नाथे गर्ने उता लानु यो यसले त बिगार्छ त पानी बिग्रेकै यही भएर A few moments later. लास्टै गरी हो काबु बनायो लास्टै गरी एउटा बाटो बनेपछि 25 वर्षपछि बाटो पुगेकै छैन बाटो बनाउने त नि हो हामीलाई थाहा पनि छैन जेरेजी बोलेको चाहिँ मैले बुझिनँ उहाँलाई चाहिँ मैले यस कार्यक्रमबाट अहिले नै बिदाई गर्ने भुट्लो भाग बुझे पो त बोलेको कुरो घाँस त्यो हो क्या मलाई प्रधानमन्त्री बनाइदिनुस् थत्तरे यो कुरा त कहिले पनि बिल्कुल यो कुरा गर्न मिल्दैन मलाई प्रधानमन्त्री बनाइदिनुस् नेता भएर मात्र हुन्न विकास गर्न पर्यो त्यहाँ 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी बसी महिनाको 30,000 रुपियाँ 1 रुपियाँ दाम देख्नु छैन 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री हामी 61 वर्ष पुग्यौँ खोइ हामीले कटाको त्यसमा दिन आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी गर्न मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री अब जति कुरो गर्यो भने उही कुरो लो बाबु हो कौन गगन थापा बाख्रा अब जिन्दगीभरि गगनले बाख्राबाट मुक्ति पाउँदैन मैले चारवटा स्वास्नीबाट मुक्ति पाउँदैन अब त सालवटा श्रीमती मात्रै होइन शाकाहारीबाट पनि मुक्ति पाइँदैन होला बिल्कुल हर्कजी झापा अब बालेन शाह उठ्ने हेरे त्यहाँ हर्कजी मैले तपाईँलाई चाहिँ सम्झाउनु सकिनँ त मैले एकजना हाम्रो ऋषिजीलाई लिएर आएको छु ऋषिजी हर्कजीलाई सम्झाइदिनु त सुन्नुहोस् है राम्रो बुझ्नु है बिचमा प्याच्चा नसोध्नु सधैँ जस्तो आउँदैछु म कुरा फेरि यहाँ आउँदैछु भन्दैछु त चुनाव पछाडि त मै हो प्रधानमन्त्री प्रधानमन्त्री को हो त प्रधानमन्त्री त्यस्ता मुला बालेन रवि लामिछाने के अरे कुलमान घिसिङ शेरबहादुर देउबा प्रचण्ड अनि अर्को के अरे केपी ओली उहाँहरूले यो टी सर्ट लाउनु पर्छ कि पर्दैन म हुँ श्रमदाता हेर्दिनँ म अरूको आश खड्याङ बेल्चा गैँतिर कत्रा हान्यो भने सुन्नु न रवि लामिछाने होइन बालेन शाह र के अरे त्यो अर्को कुलमान घिसिङ उहाँहरूलाई चाहिँ यो 3टा टी सर्ट पठाइदिन्छु यहाँ हर्क साम्बाङको फोटो राखेको टी सर्ट लाउनुपर्छ यो संसारकै जुनसुकै शक्ति आओस् हर्क साम्बाङलाई हल्लाउन सक्दैन सक्दैन भन्दैछु त यो देशको सगरमाथालाई हल्लाउन सजिलो होला हर्क साम्बाङलाई हल्लाउन गाह्रो सक्दैन होइन हर्कजी तपाईँलाई उपमेयरसँग चाहिँ रिस चाहिँ के को हो खासमा उपमेयरले शुभयात्रा भन्यो नभनेपछि नि नदिनु भएको त्यति त भन्नु पर्दैन नि मामु तर बहिन के 14 महावीर बाबुलाई र पूर्वाधार देखिन्छ माओवादी बाहिर बसेर एमाले ढुङ्गै डाल्ने म त एमालेको चिन्ह र तारा चिन्ह र सूर्य चिन्ह माया पनि ढुङ्गाल्ने कैसे लोग रहते हैं यार यहाँ पर कोही मान्छेहरू यतातिर भोट माग्न आयो भने त्यसको गाडी फुट्छ त्यो मान्छे नआए नि हुन्छ म कुलमणी देवकोटा चुनाव चिन्ह सूर्य हो एमाले पार्टीको चाहिँ नि तर्फबाट है घन्टी हो कि होइन सूर्य हामीले यो पालि मुद्दा परेका कुनै पनि भ्रष्टाचारको मुद्दामा मुसिएका कसैलाई पनि टिकट दिएको छैन म विजय कुमार गच्छदारको नाम भनेको भनेछु
म भन्छु तपाईँलाई बिन्ती गर्छु हामीले अहिलेसम्म सूर्यसेना छाप छाप भोट हालेका हौँ गर्वसँग भन्छु म भोट हालेकै हुँ अहिले हाल्नुहोस् तर तपाईँले चाहिँ जसरी स्विच थिचेर पानी चलाउनु थियो अब त्यही स्विच थिचेर पानी बन्द गरेर जाउँ पानी चलाउँ बन्द गरौँ अनि भोट हालौँ सूर्यसेना छाप छाप हालौँ हामीलाई विकास चाहियो नि क्या ल भन्नुहोस् ल सूर्यसेनामा छाप छाप भोट हालौँ बाटो चाहिँ सोलिङ त्यस्तो 2 वर्ष भयो बाटोको विकास छैन दुर्गापुरमा खाने पानी भन्छ प्रत्येक दिन आउँछ यहाँ 15 दिन महिना दिनमा चाहिँ पानी आउँदैन तपाईँहरूले यति गर्नुभयो धन्यवाद अहिले हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसबाट उठेका रुपचिन्हमा उठ्नु भयो हजुरले प्रश्न सुनिदिनुहोस् न मेरो हामी अहिले जेनजीबाट हाम्रो प्रश्न पनि त हुन पर्यो नि त हो कि भन्नु त हजुरहरूले यसरी भाग्न त पाउनु भएन होइन अहिले प्रश्न दिने बेलै होइन के त्यसो भने अब आन्दोलन गरौँ न त आन्दोलन चाहिँ के को गरौँ त अबको आन्दोलन नेता मार्ने आन्दोलन हुन्छ कस्तो शान्तिपूर्ण देश थियो यो अहिले म सुनिरहेको छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ प्रचण्ड चाहिँ आन्दोलन गर्नु मात्रै भनेर हुन्छ फिल्डमा उत्रिनु परेन तपाईँ पनि उत्रिनुहोस् फिल्डमा केपीजी देख्नुभयो सभा कस्तो हुन्छ फेरि आगो लाउने फेरि तोडफोड गर्ने फेरि लुटमार मचाउने अथवा के भनेको अस्तिको भन्दा ठुलो विद्रोह हुन्छ भनेर प्रधानमन्त्रीले भनेको अनुमान हो कि योजना हो केपीजी खासमा तपाईँको समस्या चाहिँ के हो मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या म त छटपट्टि नै भयो यताको प्रधानमन्त्री उहाँ बालिनले प्रधानमन्त्रीको लागि हेर त कत्रो सभा गरिरहेछ भाषण दु कि नै दु हामी सबको तपाईँको मुख्य एजेन्डा चाहिँ के हो त खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो त्यो हो हाम्रो एजेन्डा हस् हजुर हस् अब म घन्टीमै भोट हालौँला मजाले भोट हालौँला आनन्दले भोट हालौँला घन्टीमै ल्याम होइन ल्याम नै छाप 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 पारेर घन्टीमा छाप हान्नुला अनि भोट झन्को खसाल्नुला है जय देश जय नरेश राजा आऊ देश बचाऊ Congratulations, great, successful person, good. लगभग अब हामी अन्तिम समयमा आइपुगेका छौँ अब हामी एउटा गीत एउटा ऱ्याप सुनेर चाहिँ हामी सबैजना बिदा हुनेछौँ ए भाइ एउटा गजबको ऱ्याप हान्ने त भाइ हार्दिक श्रद्धाञ्जली पपु रेस्ट इन पिस अब त साइड लाग्नु त अब कङ्कालको काम छैन अब सबले सुन्नु लेट्स गो बल्ल फ्रेस बममा अब खान्छ सबले पालै पालो